यो पार्क एरियामा चाहिँ एकदमै गर्मी सुरु भइसक्यो। यस्तो रहेको छ यहाँ वरिपरि। अनि हिँड्दाखेरि शरीर राम्रो हुन्छ। यस्तो सबै चिज राम्रो चाहिँ हुन्छ। गर्ने हो, धेरै पनि नगर्ने। भक्तराज आचार्यज्यूको गीतलाई थरिएर भने चाहिँ अलिक कस्तो छ भने त्यो रोडदेखि मुनि यसरी क्रस हुने जस्तै छ, धेरै टाढा छ। त्यही भएर आज गए वरिपरि मजाले घुमियो। आज चाहिँ रमाइलो भयो। यो पछाडि देखिँदै गरेको पार्क चाहिँ घुमाएको हो, अघि पनि खिचेको थिएँ। अहिले आज चाहिँ हामी खासमा यो पार्क चाहिँ मजाले घुम्नेछौँ। यो देखिएको पार्क हो, यो पार्क घुम्नेछौँ मजाले है त। सबैजनाले हेरिदिनु होला। हेलो गाइस, सबैजनालाई नमस्कार। म चाहिँ अहिले साउथ कोरियाको जेनिङमा छु। कोरियामा चाहिँ एकदमै गर्मी सुरु भइसकेको छ। त्यसैले हाम्रो चाहिँ अहिले लगभग सोमबार मङ्गलबारसम्म छुट्टी भएको कारणले गर्दाखेरि अनि यसरी घुम्न निस्किँदैछु। म चाहिँ यहाँ कोरियाको सानो गाउँको एउटा बाटो पनि हल्का देखाउने छु। म चाहिँ यो यहाँको आकाशी पुलमा छु। अनि तपाईँ हेर्न सक्नुहुन्छ मजाले। यस्तो रहेको छ यहाँ वरिपरि। आज गर्मी त्यस्तो धेरै नेपालको जस्तो त छैन, तर पनि यहाँको लागि चाहिँ गर्मी सुरु भइसकेको छ। यहाँ चाहिँ अब प्रत्येक आकाशी पुलहरूमा चाहिँ यसरी लिफ्टहरू राखिदिएको हुन्छ, किनकि जुनै उमेर समूहको पनि यो पुलबाट चाहिँ बाटो क्रस गर्न सकियोस् भनेर। त्यसै गरी यसरी बाटोदेखि एक साइडमा साइकलहरू कुदाउने साथै मान्छे हिँड्नको लागि ठाउँ यसरी प्रत्येक रोडहरूमा बनाएको हुन्छ। यो चाहिँ अहिले मैले चाहिँ 15 प्रो म्याक्सबाट क्यामेरा जुम गरिरहेको छु, हेर्न सक्नुहुन्छ। यतिकैसम्म देखिएको छ। अनि वरिपरिको भ्यू म क्रमशः बिस्तारै देखाउने छु। यो चाहिँ हाम्रो कोरियाको बजार क्षेत्र नभएर यो चाहिँ गाउँ क्षेत्र नै हो। कोरियामा 2 दिन छुट्टी भइसकेको छ। एक दिन बाल दिवस परेको छ र एक दिन चाहिँ बुद्ध जयन्ती परेको छ। कोरियामा जाडै मात्रै हुन्छ भन्ने छैन। कोरियामा अहिले एकदमै गर्मी सुरु भइसकेको छ। भर्खरको उमेर समूहका मानिसहरूले चाहिँ यही सिँढी चढेर यो पुललाई पारिवारी गर्नु पर्दछ। यहाँ चाहिँ यसरी गाडीहरू मजाले रोकिरहेछ। यो चाहिँ जाम भएर रोकिएको होइन, यो चाहिँ अगाडि सिग्नलको कारणले रोकिएको हो। यो सिग्नलको कारणले गर्दा यहाँ चाहिँ जे दुर्घटनाहरू पनि कम हुने गर्दछ। दुर्घटना हुँदै नहुने भन्ने त हुँदैन, तर पनि धेरै कम हुने गर्दछ। यहाँ आकाशी पुलको वरिपरिको भ्यू पनि अलिकति देखाएर यहाँको बाटोहरू चाहिँ यो गाउँको पनि बाटो चाहिँ कत्रो हुँदो रहेछ भनेर पनि देखाउने प्रयास गर्छु। मजाले हेरिदिनु होला है। र यहाँ वरिपरि चाहिँ यस्तो छ है त। यो चाहिँ चौबाटो छ। म चाहिँ यतातिर जान्छु। यहाँ चाहिँ हल्का हल्का चिसो पनि छ। यो गाह्रोको कारणले गर्दा अलिकति शीतल महसुस भएको छ। बाहिर घाम चाहिँ मजाले नै लागिरहेको छ, तर पनि अझै चाहिँ अलिक धेरै गर्मी हुने बेला चाहिँ भएको छैन। अलिअलि चाहिँ हुँदैछ। अब गर्मी नै भनौँ, गर्मी सिजन लागिसक्यो। आज चाहिँ म एक्लै आएको छु। साथीहरू पनि सबै अब टाढा टाढा जान पनि अब लामो छुट्टी त छैन, त्यही भएर सबै टाढा त गएन। तैपनि नजिक पनि अब त्यति धेरै मन हुँदैन सधैँ गइरहेको ठाउँमा। त्यही भएर म चाहिँ आज एक्लै हिँडिरहेको छु। रोडको छेउमा पर्याप्त हिँड्ने ठाउँ चाहिँ हुन्छ, त्यही भएर त्यति धेरै हिँड्दाखेरि चाहिँ डराउनु पर्दैन, आनन्दै छ।
मेरो चाहिँ खास डुल्ने कारण भनेको चाहिँ बाहिर निक्ल्यो भने यसो हावा खाइन्छ, चिसो हावा, हल्का हल्का चिसो, अनि हिँड्दाखेरि शरीरलाई पनि अलिकति राम्रो हुन्छ भनेर हिँडेको हो। यो चाहिँ पुरै मान्छे हिँड्नलाई यसरी बनाइदिएको रहेछ। आज चाहिँ म खासमा यो पार्क हेर्नको लागि आएको हो। अनि यता खेती पनि रहेछ नजिकमै। यो चाहिँ खासमा त्यो धेरै थोक के राखेको, खेलौनाहरू थुप्रो थोक राखेको भन्दा पनि यो चाहिँ खासमा मर्निङ वाक भयो, इभिनिङ वाक भयो। अनि यहाँदेखि उता पल्लै छेउसम्म रहेको छ। म आज तपाईँहरूलाई यो पार्क घुमाउने छु। यो फुलहरू चाहिँ अस्ति मजाले फुलेको थियो, अहिले चाहिँ फुल पनि यसरी ओइलाउँदै झरेको छ। कोरियामा चाहिँ धेरै राम्रो चिजहरू चाहिँ प्राय फुलहरू यस्तो सबै चिज राम्रो चाहिँ हुन्छ, तर लामो समय चाहिँ मैले रहेको चाहिँ देखिनँ। अब अस्ति रातो फुल थियो भने अहिले यहाँ प्रत्येक बोटहरूमा प्राय सेतो फुल देख्न सकिन्छ। अब यो सेतो फुल फुलिरहेको छ। यो पनि केही एक हप्तादेखि 2 हप्ता पछाडि यही सेतो फुलहरू पनि हुँदैन। त्यसैले यहाँ चाहिँ समयमै फुलहरूको फोटोहरू खिच्यो, फुलहरूसँग रमायो, घुम्यो भने चाहिँ समयमै विचार गर्नुपर्छ। नभए केही दिन मात्रै छुट्यो भने पनि ती फुलहरू चाहिँ आफै ओइलाएर जाने गर्दछ, भुइँमा झरेर सकिन्छ। यतापट्टि यति नै रहेछ पार्क। अब म तपाईँहरूलाई एकैचोटि यो पल्लो छेउमा अलिअलि योभन्दा केही भिडियोमा देखाउँदा चाहिँ राम्रो देखिने छ। यहाँ चाहिँ एकदम हावा चलेर मजा भइरहेछ। घाम लागे पनि यहाँ चाहिँ घाम लागे पनि हावा हल्का चलेकोले गर्दाखेरि एकदम शीतल महसुस भइरहेको छ। यो घुमिसकेपछि यो चाहिँ सानो टुक्रा मात्रै हो। यहाँनिर अलिक पर चाहिँ अलिक ठुलो छ। गलेको बेला यसरी बस्न पनि पाइयो। यहाँ चाहिँ छाजानको छन्युङ दोरो लेखेको छ। छाजानको भनेको साइकल भयो, छन्युङ भनेको मात्र, दोरो भनेको बाटो। यो चाहिँ साइकलको मात्रै बाटो रे। अब चाहिँ म एकछिन हल्का एक्सर्साइज गरे जस्तो गर्छु है त साथीहरू। यहाँ चाहिँ यसो पार्कहरूमा चाहिँ प्राय यो एक्सर्साइजहरू गर्ने ठाउँहरू पनि राखिदिएको हुन्छ। अनि त्यही भएर म चाहिँ हल्का यहाँ एक्सर्साइज गर्छु है त। मलाई चाहिँ खासै आउँदैन, त्यही पनि हल्का यसरी है। यो चाहिँ अगाडि गरे पनि भयो, पछाडि गरे पनि भयो, यसरी गर्ने हो। यस्तो गर्ने हो, आफूलाई उठाउने हो, आफूलाई यसरी उठाउने हो। यसरी कतिन्जेल उठाउन सकिने यस्तो खालको छ। धेरै बेर त सकिँदैन, अघि खाना खाइवरी आएको, त्यही भएर अहिले चाहिँ सकिँदैन। यो पनि त्यही हो। ल अब यो एउटा एक्सर्साइज चाहिँ म गरिहाल्छु। यो चाहिँ गर्नु मन लाग्यो मलाई, यसरी गर्ने हो। लडिन्छ जस्तो लाग्छ गरी गर्दा। यसरी गर्ने हो, धेरै बेर पनि नगर्ने। यहाँ चाहिँ सेटअपको लागि पनि दिएको हुन्छ। यहाँ चाहिँ खुट्टा अड्काउने यसरी, यस्तो गर्ने, यस्तो गर्ने हो। अरे धेरै नगर्ने। बिहानखेरि भए चाहिँ अलिक धेरै गरिन्थ्यो होला, अहिले चाहिँ अब नगर्ने। अब चाहिँ म पर योदेखि पल्लोपट्टि अझै यस्तै पार्क छ, त्यहाँ गएर केही भिडियो बनाउने छु।
एउटा सानो गीत यहाँ अलिकति मौसम पनि शीतल शीतल भएको छ। अघि घाम थियो भने यहाँ छहारीमा आएको छु, त्यही भएर थोरै शीतल महसुस भएको छ। म चाहिँ भक्तराज आचार्यज्यूको गीतलाई थोरै गुनगुनाउन चाहन्छु। हजार सपनाहरूको माया लागेर आउँछ, बाँच्ने रहर जसो त फेरि भएर आउँछ। हजार सपनाहरूको ल यति नै। पछाडि मान्छेहरू पनि आउँदैछ धेरै, ल अघि हामी चाहिँ यताबाट गएर पर पुगेर फर्केर आयौँ। अब चाहिँ यहाँबाट पनि पारी रहेको छ। यहाँबाट पारी पनि निकै छ। यहाँ चाहिँ जेब्रा क्रस भए पनि लाइट नभएको कारणले यसो गाडी हेरेर हिँड्नुपर्ने हुन्छ। गाडी नआएको बेला स्पिड कुद्नुपर्ने हुन्छ। यहाँ चाहिँ प्राय यो ठाउँहरूमा चाहिँ टोइलेटहरू दिएको हुन्छ। तपाईहरुलाई यो भिडियो कस्तो लाग्दैछ? यही हो पाहाड चाहिँ यतापट्टि। यसरी बिचमा बस्ने ठाउँहरू पनि राखिदिएको हुन्छ प्रशस्तै। साइडमा फेरि यहाँ खेतीहरू पनि छ। यो चाहिँ प्याज खेती रहेछ। यसरी गर्छ यहाँ प्याज खेती। ड्याङ ड्याङ बनाएर प्याज खेती गर्ने रहेछ। खेतीको काम चाहिँ यस्तो हुन्छ। यहाँ कोरियामा हेरिराख्नु होला। यहाँ चाहिँ अलिअलि फुल बाँकी रहेछ। अब केही दिन पछाडि फुलहरू चाहिँ उहिलेर जान्छ। अब यहाँ चाहिँ एक्सर्साइज गर्ने ठाउँहरू राखिदिएको रहेछ। ल साथीहरू, म चाहिँ अब यहाँ साइकल जस्तो यो छ, यो एक्सर्साइज गर्ने टुल, म चाहिँ हल्का एक्सर्साइज गर्छु। यता हिँड्दा हिँड्दा गलियो पनि अब एक्सर्साइज गरे जस्तो। हेलो, वाउ कति मजा आयो। वाउ मजा छ है, रमाइलो छ। यहाँनिर चाहिँ खेतीहरू यस्तो हुन्छ, यसरी गर्दो रहेछन्। आमा यहाँ त प्याजको त बिरुवा हो कि यो खेती गरेको एकदमै धेरै रहेछ। यहाँ चाहिँ प्याजको खेती नै रहेछ, किनभने परबाट हेर्दा चाहिँ बाक्लो देखिन्छ, तर यहाँ चाहिँ ड्याङ ड्याङ बनाएको छ। मजाले जुम गरिदिनु, तर यो मजाले देखिँदैन। यो साइडमा छेउमा चाहिँ देखिने रहेछ। यो चाहिँ देखाइदिन्छ यसरी प्याज खेती टन्नै गरेको रहेछ। यहाँ वरिपरि यस्तो छ है त। यो चाहिँ एकदमै लामो छ एरिया चाहिँ, निकै हिँड्नुपर्छ। अनि यो कुद्दा पनि निकै ठाउँ छ। यो चाहिँ साइकलको ठाउँ भएर साइकल पुरा कुदिरहेको छ। परबाट आएको अघि अहिले चाहिँ यहाँ आइपुगिसक्यो। अझै पनि यहाँ नजिकै एउटा बाटो छ, त्यो बाटोदेखि अझै अगाडिसम्म छ पार्क। त्यहाँ परदेखि हामी चाहिँ यहाँसम्म आइपुग्यो। अब चाहिँ हामी जानुपर्ने यतापट्टि पर छ। यहाँ बाटो छ एउटा, त्यो बाटो क्रस गरेर फेरि परसम्म हिँड्नेछ। पर चाहिँ अलिकति थोरै राम्रो ठाउँहरू पनि छ अझै, के खेल्ने ठाउँहरू।
अनि त्यहाँ बस्ने ठाउँहरू पनि छ, म देखाउँछु। ल यहाँबाट चाहिँ यहाँ चाहिँ बाटो क्रस गरिहाल्नु पर्ने रहेछ। चाहिँ हाम्रो बजार नजिकै छ, यहाँ पसलहरू टन्नै सुरु भइसक्यो। यहाँ चाहिँ यो कुदाउन पनि मिल्छ है, यहाँ चाहिँ बारकोड हुन्छ, स्क्यान गरेर पैसा तिर्ने अनि कुदाउने। यहाँ चाहिँ हिँड्ने ठाउँ, यो चाहिँ रुखै रुख छ, यहाँ शीतल छ है, मजा छ। यहाँ बिहान र बेलुका चाहिँ अलिक धेरै मान्छे हुन्छ, किनभने बिहान बेलुका हिँड्ने मान्छे चाहिँ धेरै हुन्छ दिउँसोभन्दा पनि। यहाँ चाहिँ यो फ्याट बोसो शरीरमा कति मात्रामा छ भनेर जाँच्ने ठाउँ हो। यहाँ कहाँसम्म छिरिन्छ, यो ओल्लै छेउसम्म चाहिँ यसरी छिरियो मजाले भने शरीर ठिकै रहेछ, धेरै मोटाएको रहेनछु जस्तो सम्झिने। अब छिरिएर भने चाहिँ अलिक घट्ने हो कि यहाँ त छिरिहाल्यो सुरुमा त, यहाँ पनि छिरियो, यहाँ पनि सजिलै छिरियो, यहाँ अलिकति टाइट टाइट भयो, यी टाइट भयो, यहाँ पनि छिरियो। यहाँ पनि छिरियो, यहाँ चाहिँ जबरजस्ती छिरियो भनेपछि यहाँ त छिरिँदैन भनेपछि अलिकति बोसो चाहिँ लागेको भनेर सम्झिनु पर्यो। यहाँ सकिएन, यो 19 सेन्टिमिटर छ, 21 सेन्टिमिटरसम्म चाहिँ छिरियो है। यो चाहिँ कहाँ हो जस्तो लाग्छ भने म तपाईँहरूलाई यहाँ थोरै यहाँ लेखेको ठाउँ तानेर म देखाइदिन्छु है तपाईँहरूलाई। यहाँ इङ्ग्लिसमा पनि छ अनि कोरियनमा पनि छ, चाइनिजमा पनि छ। यो चाहिँ जिनयङ भन्ने ठाउँ हो, त्यहाँको पार्क हो यो चाहिँ। कोरियामा यो घरहरू पनि यसरी बनेको घरहरू हुन्छ, तर डह्रो हुन्छ भन्छ, मलाई चाहिँ अलिक डह्रो हुँदैन कि जस्तो लाग्छ। मुनि चाहिँ पुरै खाली छ, अनि यो पिलरले मात्रै थामेको छ। थाम्न चाहिँ यहाँ चाहिँ अलिक ठुलो भूकम्पहरू आयो भने चाहिँ अलिक डरमर्दो छ जस्तो छ। ल साथीहरू, हामी चाहिँ यताबाट आएर अब यो एउटा रोडदेखि पनि पारी पनि छ क्या अझै, हामी त्यहाँ जाने हो। यहाँ पनि बत्ती त छ, तर यो बिग्रेको जस्तो छ, यो बिग्रेको जस्तो छ नि त, केही देखाउँदैन। अनि गाडी हेर्ने अनि कुदेर गयो ल, छैन अब कुदेर गइहाल्ने है। कति शीतल छ दिउँसो घुम्दा पनि यहाँनिर, एकदमै हरियाली छ। अनि वरिपरि रुखहरू छ, वरिपरि रुखहरू, अनि हरियाली जस्तो वातावरण फिल हुन्छ। अनि हावा चलिरहेछ, शीतल छ। अनि बाहिर घामले भेट्दा चाहिँ गर्मी छ, तर यो रुख मुनि हिँड्दा चाहिँ एकदम शीतल छ। यहाँ के रहेछ यहाँ चाहिँ, यहाँ चाहिँ वारिपारी गर्ने ठाउँ बनाएको रहेछ। हेर्नु कति मजाले बनाएको छ होइन। त्यहाँनिर रोड छ, रोडदेखि पारि पनि यस्तै छ नि त हिँड्ने ठाउँ। अनि कस्तो छ भने त्यो रोडदेखि मुनि यसरी क्रस हुने ठाउँ बनाइदिएको छ। हेरौँ त, फुलहरू फुलिरहेछ सेतै। यहाँ पनि खेल्ने ठाउँहरू, एक्सर्साइज गर्ने ठाउँहरू बनाइदिएको छ, बस्ने ठाउँहरू मजाको व्यवस्थित छ। एउटा ढुङ्गा रहेछ, ढुङ्गाको पनि के विशेषता चाहिँ होला।
यहाँ पनि अझ एउटा बाटो रहेछ। यो बाटोदेखि पनि अझ परसम्म रहेछ, अझै परसम्म जानु पर्छ। आज म सबै यहाँ यो एक ठाउँको मात्रै हो, यो चाहिँ मैले देखाएको एक ठाउँ मात्रै, यो हिँड्ने ठाउँहरू मान्छेको पार्क। बिहान बेलुका यसो के गर्ने त भन्दाखेरि हिँड्नु पर्यो, एक्सर्साइज गर्नु पर्यो। आजभोलि विभिन्न रोगहरूले मानिसहरूलाई गाह्रो बनाइरहेको हुन्छ। अझ निकै पो रहेछ, अझ निकै रहेछ। योदेखि परसम्म हो हिँडेर जाने। ल यो चाहिँ अब हिँडेर सायदै अझै पनि सकिन्छ जस्तो छैन, किनकि अझै पनि आँखाले देखिन सक्नु पर टाढासम्म छ। अनि यहाँसम्म चाहिँ जाने हो, त्यहाँदेखि उता चाहिँ त्यति राम्रो ठाउँहरू पनि छैन होला, हिँड्ने मात्रै यसो रनिङको लागि यस्तै यस्तै ठाउँहरू छ। अनि त्यही भएर म चाहिँ अब यहाँसम्म मात्रै हो, अब फर्किन्छु। सबैजनाले भिडियो हेरिदिनु होला। यहाँबाट म त अझै अलिक तानेर म तपाईँहरूलाई टाढासम्मको देखाइदिन्छु। म कति धेरै टाढासम्म आइसकेको छु, अझै पनि कति छ भन्ने कुरो म तपाईँहरूलाई देखाइदिन्छु है। यहाँबाट छन् त उता पनि यस्तै यस्तै हो, राम्रै छ नराम्रो छैन। वरिपरि यस्तो छ भ्यू। यहाँबाट चाहिँ पर चाहिँ उस्तो उस्तै छ, धेरै टाढा छ। त्यही भएर आज गली पनि सक्यो, धेरै हिँड्यो नि त। अनि यस्तो 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 छ, हेर्नु होला। ल म चाहिँ अब फर्किँदैछु। आजलाई चाहिँ यति नै हो। यहाँ वरिपरि मजाले घुमियो। आज चाहिँ रमाइलो भयो। अब एक्लै भए पनि कोरियामा चाहिँ के छ भने रमाइलो गर्नुपर्छ। साथी खोज्न थाल्यो भने साथी गाह्रै हुन्छ। कि ग्रुपमा ठुलो ग्रुप हुन्छ कि एक दुईजना चाहिँ त्यति हुँदैन। म चाहिँ एकछिन बसेर आराम गरेर जान्छु। यस्तै छ कोरियाको यो मर्निङ वाक गर्ने यसो पार्कहरू चाहिँ यस्तै यस्तै हुन्छ सबैतिर। म चाहिँ एकछिन शीतलमा बसेर जाने हो। हेलो सबैजनालाई, मैले यो पछाडि देखिँदै गरेको पार्क चाहिँ घुमाएको हो। अघि पनि खिचेको थिएँ, अहिले पनि खिचिरहेको छु। यही पार्क मजाले घुमिसक्यो आज है त।